आजको हाम्रो विषय अलि अनौठो छ। काठमाडौँका मेयर बालेन शाह, सुन्नुभएकै होला, उहाँलाई आजकल लुसिफर भन्न थालिएको छ। तर एउटा निर्वाचित मेयरलाई यस्तो विवादास्पद, यस्तो पौराणिक नाम किन दिइँदैछ त? आउनुहोस्, आज हामी यही अनौठो राजनीतिक रहस्यको पर्दा खोल्ने प्रयास गरौँ। कुरा सुरु भयो यही प्रश्नबाट। यो प्रश्न सोध्नुभयो नेपालका एक राजनीतिक विश्लेषकले, त्यो पनि काठमाडौँका लोकप्रिय मेयर बालेन शाहको बारेमा। अब हेर्नुस्, यो प्रश्न केवल एउटा सामान्य टिप्पणी मात्रै थिएन, होइन, यसले त एउटा ठूलै राजनीतिक बहस सुरु गरिदियो। यसले के देखायो भने बालेन शाहको उदयलाई मान्छेहरूले सामान्य राजनीतिको चस्माले मात्रै हेरिरहेका छैनन्, बरु एउटा पौराणिक कथाको पात्रसँग दाजेर हेर्दैछन्। ल, त्यसो भए आज हामी के कुरा गर्छौं त? सबैभन्दा पहिले बालेनलाई लुसिफर किन भनियो भन्ने हेर्छौं। त्यसपछि यो लुसिफर भन्ने मिथक के हो त्यसलाई बुझ्छौं। अनि लुसिफरका दुईवटा फरक अनुहारबारे पनि चर्चा गर्छौं। त्यसपछि आउँछ राजनीतिक प्रमाणको पालो, र अन्त्यमा हामी यो प्रश्नको विश्लेषण गर्नेछौं, उनी साँच्चै विद्रोही नायक हुन् कि एक छली? ल, पहिलो खण्ड सुरु गरौं। यो कथामा दुई मुख्य पात्र छन्। एक त काठमाडौँका मेयर बालेन शाह आफै, र अर्का राजनीतिक विश्लेषक सौरभ, जसले यो लुसिफरवाला कुरालाई बहसमा ल्याउनुभयो। अनि एउटा कुरा के बुझ्नुपर्छ भने यो कुनै सामान्य राजनीतिक गालीगलौज जस्तो होइन। यो त एउटा एकदमै शक्तिशाली प्रतीकको प्रयोग हो, जसले बालेनको व्यक्तित्व र उनको काम गर्ने शैलीलाई एउटा छुट्टै फ्रेममा राखेर हेर्न खोजेको छ। त्यसो भए आलोचकहरूलाई के कुराको डर छ त? उनीहरूको तर्क यस्तो छ, बालेन शाहको जुन यो चमत्कारिक व्यक्तित्व छ, जुन लोकप्रियता छ, त्यो युवाहरूमाथि लगाएको एक किसिमको जादु जस्तै हो, र उनीहरूलाई डर छ कि यो जादुले देशलाई राम्रो गर्दैन, बरु अराजकतातर्फ धकेल्छ। मूल प्रश्न नै यही हो, के उनको यो चमक धमक पछाडि पुरै सिस्टमलाई नै उल्ट्याउने, भत्काउने खतरनाक इच्छा लुकेको छ? अब बालेनको कुरा एकछिन थाती राखौं। यो लुसिफर भन्ने उपमाको गहिराईमा पुग्नको लागि हामीले पहिले यो शब्दकै इतिहास खोतल्नुपर्छ। आखिर यो लुसिफर हो चाहिँ के? कहाँबाट आयो यो नाम? अनि समयसँगै यसको अर्थ कसरी बदलियो? एउटा एकदमै रोचक कुरा थाहा छ? सुरुमा लुसिफरको अर्थ अहिले हामीले सोचे जस्तो थिएन। यो कुनै शैतान वा दुष्टको नाम थिएन। यसको शाब्दिक अर्थ त प्रकाश ल्याउने वा उज्यालोको वाहक भन्ने हुन्छ। सोच्नुस् त, कुनै बेला आशा र नयाँ सुरुवातको प्रतीक मानिने यो नाम पछि गएर कसरी यति नकारात्मक बन्यो होला? यसको पछाडि एउटा लामो कथा छ। ल, यो शब्दको यात्रा हेरौँ है त। सुरुमा रोमन खगोलशास्त्रमा लुसिफर भनेको शुक्र ग्रह, मतलब बिहानीको ताराको नाम थियो। एकदमै सुन्दर। त्यसपछि बाइबलको पुरानो नियममा यो शब्द एक घमण्डी बेबिलोनी राजाको पतनमाथि व्यङ्ग्य गर्न प्रयोग भयो। अनि जब किङ जेम्सले बाइबल अनुवाद गरे, उनले त्यही हिब्रू शब्दलाई लुसिफर भनेर अनुवाद गरिदिए, र त्यहीँबाट कुरा बदल्यो। पछि गएर इसाई धर्मशास्त्रले यसलाई पुरै नयाँ अर्थ दियो, ईश्वर विरुद्ध विद्रोह गर्ने एक शक्तिशाली देवदूत जो स्वर्गबाट खसायो। धर्मशास्त्रले के भन्छ भने लुसिफरको सबैभन्दा ठूलो पाप थियो घमण्ड। सोच्नुहोस् है, ऊ ईश्वरको सबैभन्दा प्रिय, सबैभन्दा शक्तिशाली, सबैभन्दा सुन्दर देवदूत थियो। तर यही शक्ति र सुन्दरताले उसमा यति धेरै अहंकार भरिदियो कि उसले ईश्वरकै सिंहासनभन्दा माथि जाने सपना देख्यो। यही विद्रोह नै उसको पतनको कारण बन्यो। अब हामी कथाको एउटा निकै महत्त्वपूर्ण मोडमा आइपुगेका छौं। हेर्नुस्, लुसिफरको कथा धर्मशास्त्रमा मात्रै रोकिएन। साहित्यले यसलाई टपक्कै टिप्यो र दुईवटा एकदमै फरक, एक अर्काको ठिक उल्टो अनुहार दियो, र यही दुई अनुहारले आजको हाम्रो बुझाइलाई आकार दिएको छ। एकातिर छन् दान्ते, जसले आफ्नो किताब इन्फर्नोमा लुसिफरलाई एउटा डरलाग्दो तीन टाउके राक्षसको रूपमा देखाएका छन्, जो नर्कको सबैभन्दा गहिरो ठाउँमा बरफमा जमेर विवेकहीन भएर रोइरहेको छ। अनि अर्कोतिर छन् जन मिल्टन। उनको प्याराडाइज लस्टमा लुसिफर पुरै फरक छ। ऊ एकदमै आकर्षक छ, उसको बोलीमा जादु छ, ऊ एक बौद्धिक क्रान्तिकारी हो। मिल्टनको लुसिफरले भन्छ, स्वर्गमा दास भएर बस्नुभन्दा नर्कमा राजा भएर शासन गर्नु राम्रो। हेर्नुस् त, कति फरक! र आजको हाम्रो विषयको लागि यो मिल्टनको लुसिफर नै सबैभन्दा महत्त्वपूर्ण हो, किनभने अहिलेको सिनेमा होस् वा टिभी सिरिज हामीले देख्ने लुसिफर दान्तेको त्यो राक्षस होइन,
होइन, हामीले देख्ने लुसिफर मिल्टनको त्यही विद्रोही, आकर्षक, सत्तालाई चुनौती दिने नायक हो। र यही छविको कारणले बालेन शाहसँगको तुलना झनै जटिल र रोचक बन्न पुग्छ। ल अब फेरि पौराणिक कथाको संसारबाट बाहिर निस्केर नेपालको वर्तमान राजनीतिमा फर्कौं। आलोचकहरूले बालेन शाहलाई यो लुसिफरको प्रतीकमा फिट गर्न के कस्ता प्रमाणहरू देखाउँछन् त? अब एक एक गरेर तिनलाई हेरौं। पहिलो प्रमाण अलि अचम्मको छ, एउटा नम्बर 666। कुरा के हो भने बालेन शाहको कविता संग्रह अस्त्रको मूल्य ठ्याक्कै 666 रुपैयाँ राखिएको थियो। अब बाइबलको हिसाबले यो नम्बरलाई शैतानको अङ्क मानिन्छ। कि यो केवल एउटा संयोग थियो कि कुनै मार्केटिङको चलाखी वा जानी जानी दिएको कुनै सङ्केत? जे होस्, आलोचकहरूले यसलाई उनको अध्यारो पक्षको सङ्केतको रूपमा प्रचार गरे। अब जाउँ दोस्रो प्रमाणतर्फ, उनको म्यान इन ब्ल्याकवाला छवि। तपाईहरूले याद गर्नुभएकै होला, बालेन शाह प्राय कालो कपडामा देखिनुहुन्छ, अनि त्यो उनको ट्रेडमार्क कालो चस्मा। यति मात्र होइन, उनले परिचालन गर्ने नगर प्रहरीको पोशाक पनि कालो नै छ। आलोचकहरू भन्छन् यो सब उनले अन्धकारको राजकुमार जस्तो रहस्यमय र अभिमानी छवि बनाउन जानजान गरेका हुन्। अनि त्यो कालो चस्माको कुरा गरौँ, त्यसले एउटा मनोवैज्ञानिक पर्खाल जस्तै काम गर्छ, होइन र? मतलब उहाँले सबैलाई देख्नुहुन्छ, तर उहाँको आँखा कसैले देख्दैन। यसले उहाँ र आम मान्छे बीच एउटा दूरी बनाउँछ। आलोचकहरू यसलाई अहङ्कारको प्रतीक मान्छन्, तर उनका समर्थकहरूको लागि यो कूल देखिने, आत्मविश्वासले भरिएको एउटा स्टाइल हो। ल अब यी सबै कुराहरूलाई एकै ठाउँमा ल्याएर हेरौँ। यी सबै प्रतीक, यी प्रमाण, यी कुराहरूलाई जोड्दा एउटा प्रश्न उठ्छ, आखिर बालेन शाहको व्यक्तित्वसँग यो लुसिफरको उपमा किन यति धेरै मेल खायो? किन यो यति शक्तिशाली बन्यो? जब हामी मिल्टनको लुसिफरको चरित्रलाई हेर्छौं, बालेन शाहको राजनीतिक व्यक्तित्वसँग अचम्मको समानता देखिन्छ। जस्तै लुसिफरको नारा थियो नन सर्भियम, अर्थात् म सेवा गर्दिन। बालेनले पनि राजनीतिको पुरानो गार्डको सम्मान वा सेवा गर्न अस्वीकार गर्छन्। लुसिफर जस्तै उनी पनि आउटसाइडर हुन्, परम्परागत पार्टी सिस्टमबाट बाहिरका। उनीमाथि बौद्धिक अहङ्कारको आरोप पनि लाग्छ। उनले स्थापना विरुद्ध निराश भएका युवा पुस्तालाई सङ्गठित गरेका छन्, अनि डोजर प्रयोग गरेर अवैध संरचना भत्काउने कामले उनलाई विध्वंसकको छवि पनि दिएको छ। र अन्त्यमा कुरा आएर त्यही ठोकिन्छ, दान्तेको लुसिफर कि मिल्टनको लुसिफर? आलोचकहरूको आँखामा बालेन भनेका दान्तेका लुसिफर हुन्, एक छली जसले सोशल मिडियाको कालो जादु चलाएर युवाहरूलाई भ्रममा पारेको छ। तर उनका समर्थकहरूको आँखामा उनी मिल्टनका लुसिफर हुन्, एक साहसी र आवश्यक विद्रोही नायक जो यो भ्रष्ट, कामै नगर्ने सिस्टमसँग लड्न आएको छ। त्यसैले यो लुसिफर भन्ने उपमा केवल एउटा गाली वा प्रशंसा मात्रै होइन रहेछ। यो त एक किसिमको राजनीतिक रोडशाक टेस्ट जस्तै हो, एउटा ऐना। तपाईँ बालेनमा के देख्नुहुन्छ त्यसले तपाईँको बारेमा धेरै कुरा बताउँछ। यसले देशको भविष्यलाई लिएर तपाईँको मनमा भएको सबभन्दा गहिरो डर र सबभन्दा ठूलो आशा दुवैलाई देखाइदिन्छ। अन्तमा एउटा भनाइले यो सबै कुरालाई राम्ररी समेट्छ। उसले अज्ञातको डरलाग्दो शक्तिलाई प्रतिनिधित्व गर्छ। बालेन शाहले नेपालको स्थापित राजनीतिको लागि त्यही अज्ञातको शक्तिलाई प्रतिनिधित्व गर्छन्। उहाँको सोच्ने तरिका फरक छ, काम गर्ने तरिका फरक छ, र यही भिन्नता नै हो जुन कसैको लागि आशाको किरण बनेको छ भने कसैको लागि खतराको घण्टी। अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु, हाम्रो आजको राजनीतिलाई पनि यस्तै प्राचीन कथाहरू र शक्तिशाली प्रतीकहरूले कतिको आकार दिइरहेका होलान्? हामीले कुनै नेतालाई हेर्दा हामी साँच्चै त्यो नेतालाई हेरिरहेका हुन्छौँ कि कतै त्यो नेताको माध्यमबाट आफ्नै डर, आशा र विश्वासको प्रतिबिम्ब हेरिरहेका हुन्छौँ? एकपटक सोच्नुहोला।